मेरो नाम चाहिँ गोविन्द आचार्य। म नेपालगञ्जबाट आएको हो। जापान आएको 4 वर्ष जस्तो हुन थाल्यो। म अहिले चाहिँ आईटी बैंकको पढाइ गर्दैछु। 2 वर्ष चाहिँ निहोङ गएको सकेर अहिले चाहिँ यही स्कुलमा, यही केबीसीसी स्कुलमा चाहिँ आईटी पढिरहेको छु। धन्यवाद। खासमा चाहिँ म बच्चैदेखि जापानको आनामीहरू चाहिँ अथवा फिल्महरू हेर्ने गर्थेँ। त्यसैले चाहिँ जापानमा गएर जापानको भाषाहरू सिकेर आउन त, एकचोटि त्यहाँको सिस्टमहरू बुझेर आउन त भनेर त्यही नै मेरो इन्ट्रेस्ट हो। र आइसकेपछि अब यहाँको भाषा नेपालको जस्तो अलि मिल्दोजुल्दो छैन, कहीँ नदेखेको कहीँ कहिले नपढेको हुनाले यहाँ आउँदाखेरि चाहिँ हल्का समस्या चाहिँ हुनसक्छ। तर तपाईहरूको चाहिँ इन्ट्रेस्ट के हो हैन, कुन तरिकाले आउनु परिरहेको छ त्यसमा डिपेन्ड गर्दछ। अब तपाईँ पढ्नको लागि मात्रै भए पनि त्यही हो, राम्रोसँग पढेर आयो भने चाहिँ त्यस्तो गाह्रो हुँदैन। धन्यवाद। खागसीमामा रहेको चाहिँ केबीसीसी स्कुल छ। यहाँ चाहिँ 2 वर्ष तपाईको निहोङ्गो पढ्ने हुन्छ हैन। त्यसपछि सेनमन हाम्रो भोकेसनल स्कुलमा जानुपर्ने हुन्छ। मैले चाहिँ 2 वर्ष निहोङ्गो पढेर जापानिज भाषा पढेर अहिले चाहिँ भोकेसनल स्कुलमा फेरि 2 वर्षको लागि आईटी लिएर पढिरहेको छु। आईटीमा तपाईको प्रोग्रामिङहरूदेखि लिएर सबै कुराहरू सिकाइन्छ। त्यही हो, अब भाषाको अलि समस्या हुन सक्छ। 2 वर्ष मजाले पढ्यो भने चाहिँ भाषाले पनि खासै गर्दैन। यहाँको सेन्सेहरू पनि एकदमै सपोर्टिभ हुनुहुन्छ हैन। तपाईको चाहिँ बिरामी हुँदाखेरि केही समस्या हुँदाखेरि सबै स्कुलले हेर्ने गर्छ। त्यही हो, स्कुलमा पनि तपाईको आईटी मात्रै नभएर बिजनेस, यहाँको बिजनेसको मानाहरू हुन्छ हैन। कसरी बोल्ने, कसरी काम गर्नेदेखि लिएर माथिल्लो मान्छेसँग कसरी कुरा गर्नेदेखि लिएर सबै कुराहरू बिजनेसमा युज हुने कुराहरू सिकाइन्छ। त्यही नै हो, सजिलै छ भनौँ। रमाइलो गर्दै सबै साथीहरू, धेरै देशको साथीहरू पनि छ, उहाँहरूसँग सबैसँग सल्लाह गर्दै पढ्दै रमाइलो भइरहेछ। धन्यवाद। त्यही हो, अब सोचियो गरिसकेपछि म पनि अब मान्छेहरू सबै पढेर चाहिँ ग्रेजुएसन गरेर कति काम लाग्नु नै पर्छ भनेर आएको हुन्छन् हैन। अब म पनि त्यही हो, 2 वर्ष सकेर चाहिँ म यही जापानमा 2-4 वर्ष कति हुन्छ त्योसम्म सोचेको छैन कति वर्ष बस्छु भनेर। तर पनि आफूले पढेको सब्जेक्ट आईटी हो, आईटी फिल्डमा कतै अब कामहरू खोजेर काम गर्न चाहन्छु। अब काम गरिसकेपछि त्यो कामहरू सिकेर आफ्नो स्किललाई चाहिँ अप गरेर आफ्नै देशमा हुन्छ अथवा यतै कता हुन्छ, आफ्नै कम्पनीहरू हुन्छ, आफ्नै पर्सनल्ली खोलेर हुन्छ कि अब कम्पनी अर्काको खाइसाहरूतिरै काम गरेर हुन्छ कि त्यसमै आफ्नो करियर अप गर्न चाहन्छु। धन्यवाद। त्यही हो, अब सुरुमा जापान आउँदाखेरि अब हामी खासै पढेका हुँदैनौँ हैन। जब नेपालमा खासै सिकाइएको पनि हुँदैन होला, सायद धेरै जस्तो त्यस्तो पनि हुनसक्छ। तपाईहरू कति महिना जस्तो पढ्नुहुन्छ त्यसमा डिपेन्ड गर्छ हैन। हिरागाना कातागाना मात्रै जानेर आउँदैन। यहाँको चाहिँ मान्छेहरूसँग कुरा गर्नुपर्ने, यहाँ काम गर्नुपर्ने भएको भएर अलिकति जापानिज भाषा चाहिँ अलि राम्रोसँग पढेर आएको राम्रो हुन्छ हैन। अब तपाईलाई स्कुलमा पढ्ने, यहाँ सेन्सेहरूसँग कुरा गर्ने सम्भवको चाहिँ केही प्रब्लम हुँदैन। तर तपाईले पार्ट टाइम काम गर्दाखेरि अलि यहाँको मान्छेहरूसँग काम गर्नुपर्ने भएकोले उहाँहरूले भनेको सम्म बुझ्ने भएर आयो भने पनि 2 वर्ष चाहिँ यहाँ पढाइन्छ। यहाँको चाहिँ तपाईको सबै कुरा सिकाइन्छ, कसरी कुरा गर्ने, के कुरा गर्ने, सबै तपाईले चाहिनेहरू सबै सिकाउनु भएको भएर तपाईलाई चाहिँ त्यही हो, निहोङ्गो पढेर आउनुहोस्। हाम्रो केबीसीसी पनि रमाइलो छ, कामहरू पनि त्यस्तो गाह्रो छैन। यहाँ चाहिँ कामहरू पनि पाउने, नजिकै पाउने छ, एकदमै नेपालको जस्तो वातावरण छ। त्यही भन्न चाहन्छु। धन्यवाद।